आज पनि फेरि स्किन केयर गरौँ है त म चाहिँ आफ्नो फेस देखिसके मैले चाहिँ कहिले पनि टावल युज गर्दिनँ किनभने चाहिँ टावलमा धुलोहरू बसेको हुन्छ नि त अब त्यही भएर चाहिँ मैले चाहिँ जहिले टिस्युले यो खासमा रोलले गर्छु अहिले चाहिँ रोल सकेको भएर मैले चाहिँ यो चाहिँ खासमा त्यो सानोवाला पकेट टिस्युले गरिरहेको छु मैले चाहिँ फेस वास चाहिँ यो युज गर्छु यो चाहिँ ड्राई स्किनको लागि हो स्पेशली यो चाहिँ तपाईहरुले लिस्बनमा वेल्समा जहाँ पनि पाउन सक्नुहुन्छ ल अनि यो चाहिँ मेरो सेफोराको सिरम हो भिटामिन सी र ई म चाहिँ सुरुमा यो अप्लाई गर्छु त्यसपछि यो चाहिँ खासै त्यसो हार्ड पनि छैन त्यतिकै ग्लो दिनलाई हो अलिकति फेसलाई राम्रो बनाउनलाई मात्र हो त्यसको केही नराम्रो रिएक्सन दिन्छ भन्ने चाहिँ छैन यसमा चाहिँ मेरो लागि चाहिँ एकदम राम्रो छ जसले पनि युज गर्न सकिन्छ यसलाई चाहिँ ड्राई हुन दिनुपर्छ ड्राई हुन दिनुपर्छ यो भयो अनि मसँग चाहिँ मेरो स्किन एकदम ड्राई भएर एकदमै ड्राई छ के म अनि म चाहिँ मोइस्चराइजर क्रीमको लागि चाहिँ एकदमै धेरै एक्सप्लोर गर्छु के मलाई कुन सुट गर्छ भनेर त्यही भएर अरु क्रीमहरु भन्दा मैले चाहिँ मोइस्चराइजर क्रीमहरु चाहिँ अलि धेरै नै किन्छु मसँग 3 वटा छ अहिलेलाई चाहिँ एउटा सेफोराको एउटा यो आनवाको अनि मसँग सेटाफिलको पनि छ 3 वटा छ मसँग भएन भने यसले पुगेन भने मैले यो भ्यासलिन पनि लाउने गर्छु कहिलेकास मेरो स्किन त्यति सम्मको ड्राई छ अब यो भयो अहिले चाहिँ म आनवाको युज गर्छु सकेछ क्या बुढो त उ हेर न आउँदैन त ल लाउने पनि फेरि मैले डेन्जर लाउँछु क्वान्टिटी पनि यो आनवाको पनि मलाई राम्रो छ एकदमै राम्रो लाग्छ यो चाहिँ मेरो साथीले दिएको हो मलाई तर के छ भनेसी आफ्नो यहाँ सकिरहेको हुन्छ अनलाइन गर्नुपर्ने 15-16 दिन कुर्नै पर्ने त्यही भएर चाहिँ मैले फेरि मगाउन त एकचोटी त मगाउँछु अहिले चाहिँ सकिन आँटेछ अरु सबै त सकिसक्यो यो मात्र छ किनभने मसँग मोइस्चराइजरको धेरै अप्सन छ त्यही भएर चाहिँ मैले यो चाहिँ अहिलेसम्म बचिराखेको अनि स्किन केयर गर्दाखेरि चाहिँ जहिले पनि तपाईहरुको नेक कान सबैमा चाहिँ लाउनु पर्छ रे हो साथीभाइहरु मैले चाहिँ यसरी लाउने गर्छु यसलाई पनि एकछिन ड्राई हुन दिउँ किनभने ब्याक टु ब्याक लाग्यो भनेपछि चाहिँ अलि नराम्रो हुन्छ रे के खै काम गर्दैन कि अब्जर्भ गर्दैन भनेर भन्ने सुने हो म पनि त्यति साह्रो थाहा चाहिँ छैन सुक तिमी मेरो फेस चाहिँ एकदमै ड्राई हुन्छ कि अहिले चाहिँ मेरो ओठ पनि मलाई ड्राई जस्तो फिल भयो है त्यही भएर मैले लिप बाम चाहिँ जहिले भ्यासलिन लाउँछु अरु मलाई मनै पर्दैन अरु चाहिँ मलाई
मोइस्चराइजर पनि सुको अब हामी यो लर्जेटको यो चाहिँ देयर नाइट क्रिमै रहेछ मैले चाहिँ अस्ति नाइटमा मात्र जस्तो सोध्ने थिएँ तर पछि गएर बुझेको यो चाहिँ डे नाइट जतिखेर नै लाउन मिल्छ अरे त्यही भएर मैले यसलाई डे र नाइटको क्रिम बनाएको छु अहिले यो चाहिँ स्पेसल्ली मेरो फेसमा अलिकति चाया छ अनि त्यसको लागि हो मैले सोधेको थिएँ कि मैले के लाउँदा चाहिँ ठिक हुन्छ मेरो फेस चाहिँ अलि यस्तो छ भनेर उहाँ म्याडमसँग कुरा गरेको थिएँ अनि म्याडमले यो लाउनुहोस् तपाईँको फेसको लागि अरू तपाईँको चायाको लागि एकदमै बेस्ट हुन्छ भनेर भन्नुभएको थियो त्यही भएर लाउन सुरु गरेको छु मैले हेरौँ काम गर्छ कि गर्दैन भनेर यो लगायो भने चाहिँ अलिकति ग्लो दिन्छ फेसमा है साथीभाइहरू अहिले चाहिँ वेल्समा सेलमा छ लारोजेको B5 हो B5 प्लस SPF 50 रहेछ एकदमै राम्रो लाग्छ है मलाई चाहिँ एकदमै राम्रो छ तपाईहरुले लिन सक्नुहुन्छ धन्यवाद अनि अब मेरो SPF यो पनि लारोजेकै हो यो चाहिँ एकदमै ड्राई स्किनको लागि राम्रो हुन्छ भनेर लेखेको रहेछ यो चाहिँ फेरि एकछिन घोल्नु पर्छ रे के नभएपछि चाहिँ कतै पातलो कतै हुन्छ रे त्यही भएर म चाहिँ यसरी लाउँछु यति भयो भनेपछि चाहिँ अलि राम्रो भन्छ कि भन्ने हो अदरवाइज थाहा छैन है साथीहरु मनको यो चाहिँ अब के भन्नु म चित्त बुझाउने कार्यक्रमहरु हो खासमा हुन्छ कि हुन्न भन्ने कुरा चाहिँ थाहा छैन अहिले भने यति भयो भनेपछि चाहिँ ल My skincare is done भइसक्यो गाइसहरु done मेकअप भन्दा पनि स्किन केयर गर्नु भयो भने तपाईको फेस यतिकै नै राम्रो हुन्छ भनेर मैले कतै सुनेको थिएँ त्यही भएर पनि मैले स्टार्ट गरेको त्यही भएर अब यो चाहिँ जाडी हुनेछ तर मैले लाउने कुराहरु चाहिँ यति मात्र हो अब हेरौँ के हुन्छ यस्तो गर्नको लागि त अनलाइन राम्रो हुनु पर्दैन हैन कस्तो बुन्टो रहेछ मेरो औँलाहरु के गर्नु मम्मी मेरो औँलै बुन्टो रहेछ मेरो बासले अलिकति मुखमा ओठमा लानु अरे मुख हैन ओठ हो यो ओठ मिमी ओठ हो यो ओठ मुख भन्दैन यसलाई ओठ भन्छ ओठ ल थ्यांक यू बाइ बाइ